Hello guys, नमस्ते, इट्स मी मोनिका सापकोटा. वेलकम ब्याक टु माई च्यानल. अब चाहिँ आज चाहिँ फागुन 21 गते हो. अनि त्यसपछि म त के भन्नु, हामी तीनजना चाहिँ भोट हाल्न जाँदैछौँ. हामी चाहिँ अहिले यहाँ हौँ. हाम्रो भोट गाइस, भोट हाल्न जाने ठाउँ चाहिँ यो स्कुल हो न. त्यसपछि हामी चाहिँ कहाँ त्यो डाँडामा हो, हामी चाहिँ यहाँ हौँ. यो उकालो चढी जानु पर्यो पुरै डाँडो काटेर. हाम्रो गाउँमा के फल्छ भने होइन, तिमीहरूले बडानी कुच्चो पनि हाम्रै गाउँमा फल्छ गाइस. यसलाई भन्छ अमृसो. फुल वर्षाउनु नि बाई आर्मी चाहिँ. हाम्रो भोट हाल्यौँ. अब हामीहरू फर्किँदैछौँ होइन. होप भोट हालेको मान्छेले जितोस् भन्ने आशा छ मलाई. अनि हामीहरूको यहाँ आर्मी आएर गाइज घुमै मैले सोचिरहेको थिएँ कि माथिबाट फुलको बर्सात हुन्छ, मोनिका सापकोटा तल उभिएको भएर. त्यसमा सर टुडे बाई. विजय, तँलाई अहिलेको चुनावमा कसले जित्यो हुन्छ जस्तो लाग्छ पर्सनल्ली? वाट डु यु थिङ्क? किन थाहा हुनु परेन? अब नेक्स्ट आउने चुनावमा तिमीले पनि भोट हाल्छौ. मैले हाल्न पर्ने बेलामा म बुझ्छु भन्न. त्यही हो, अहिले त केही इन्ट्रेस्टै छैन. भोटर आइडी नै छैन. नागरिकता बनेपछि भोटर आइडी नि बन्नुहुन्छ. नागरिकता चाहिँ 16 वर्षसम्म बनाउने, भोटर आइडी भोट चाहिँ 18 वर्षको गरेर हाल्नुहुन्छ. बुझेलको या बात. हामीहरू चाहिँ भोट हाल्न आएको बेलामा चाहिँ मेरो अङ्कलको छोरी पनि आएको थियो. हामीले जबरजस्ती लिएर आयौँ किनभने हाम्रो साथी चाहिरहेको थियो. अनि हामीले चाहिँ उसलाई धेरै समय बाद भेटेको हो. अनि ऊ चाहिँ अहिले 11 क्लासमा पढ्दै रहेछ. अनि उसलाई मैले एउटा क्वेसन सोधेको छैन. विजय, बालेन चिन्छस्? चिन्छु. को बालेन को भन त? भविष्यको प्रधानमन्त्री भन्न. कौन है बालेन? बालेन काठमाडौँ नगरपालिका के मेयर अनि अहिले चाहिँ प्राइम मिनिस्टर क्यान्डिडेट हो. गाइस ल, अनि तँलाई 5वटा नेताको नाम थाहा? भन त. नेपालमा आउने 5वटा नेताको नाम. हामी पहिलेदेखि भइरहेको. अहिले 13 दिनमा जो आउँछ झ्याट्ट. पुष्पा कमल दाहाल, शेरबहादुर देउवा, बालेन शाह अनि गगन थापा. त्यस्तो छ भन्न. गाइज, हामी विजयको बेस्टीको घरमा आएको छौँ होइन. उनीहरू चाहिँ कस्तो बेस्टी भन्दाखेरि, भन्दा विजय कस्तो बेस्टी? एकदम यति मिल्ती छ कि त्यस्तो. यो नङबाट बरु मासु छुटिएला. उनीहरू दुइटा छुटिँदैनन्. मेरो जीवनमा त्यस्तो मान्छे कमी छ गाइस. छुटिसक्यो. कहिले छुट्यो विजय? मन छुटिँदैन नि त. अनि त्यसपछि नवीनाको घरमा यस्तो राम्रो फुल छ गाइस. अनि हामी चाहिँ डाँडोमा बस्दैछौँ. अब नवीनाले हामीलाई पानी ल्याएर खानिदिन्छ. बाई गाइस, हाम्रो विजयको साथीले हामीलाई पानी ल्याएर दिँदै. अब कसलाई ल्याएर दिन्छ है हेरौँ. कसलाई दिने सुरुमा पानी?